हेलो हेलो वेलकम टु माई न्यू ब्लग साथीहरू। उसमा हो यमुना खतिवडा युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। कसले कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोस् अनि भिडियो अन्तिमसम्म हेर्नुहोस् है। आज त म यो नजिकैको पर्यटक स्थल टी कटेज आएको छु। के गर्नु साथीहरू, म त अब पोखरा मुस्ताङ लुम्बिनी त्यस्तो टाढा टाढा त्यस्तो ठाउँ जान सक्दिनँ, त्यही भएर नजिकैको ठाउँ घुम्न आएको छु। अनि यहाँहरूलाई यो ट्री कटेजमा भएको दृश्यहरू हामी देखाइरहेका छौँ। अन्तिमसम्म हेरेर भिडियोलाई लाइक कमेन्ट सेयर। साथीहरू, आज यमुना बहिनी नानीहरूको चोइजमा ट्री कटेजको रमाइलो गर्न जाउँ घुमौँ भनेर हामी आएका छौँ। ट्री कटेजको अवलोकन हुँदैछ। ट्री कटेज भनेको त सुनिन्थ्यो तुलसीबारीमा छ भनेर, तर आज मात्रै प्रत्यक्ष घुमघाम र अवलोकनको लागि हामी आएका छौँ। यस्तो रहेछ, यो मूर्तिहरू पनि रहेछ। अहिलेसम्म नजिकै भए पनि नजिकको तीर्थ हेला भने चाहिँ यति नजिकै भए पनि आजसम्म हामी यो ठाउँमा प्रवेश गर्न सकेको थिएनौँ। आज चाहिँ हामीलाई समयले साथ दिएर यो ठाउँको प्रवेशमा खुसी भएर अवलोकन अनि यी राम्रा राम्रा दृश्यहरूसँग रमाउँदै हामी यसरी घुमघाम गरिरहेका छौँ है साथी हो। हाय यमुना, के छ? खुसी छौ? हजुर ल, रमणीय नै ठाउँ रहेछ। जस यहाँ आएर घुम्दा हेर्दा एउटा आनन्द नै लिन सकिने ठाउँहरू रहेछ। कता यस्तो चाहिँ एकदम यहाँ चाहिँ प्राकृतिक सबै नै अर्गानिक वस्तुहरूले बनेको रहेछ। नजाऊ त्यहाँ, अहिले नजाऊ भाइ। ए आउलु, यस्ता मूर्तिहरू पनि रहेछन्। पहिले हामी यस्तै राँगा गाडीमा राँगा जोडेर चाहिँ खेतमा जाने, धानहरू लोड गर्ने, दाउराहरू ल्याउने काम गर्थ्यौँ। अहिले त यो देख्दा पनि अनौठो दृश्य देखे जस्तो पो अनुभव हुन थालिसकेछ हौ। कति छिटै परिवर्तन भएको देश। लडिन्छ आउलु आऊ बाबु। सबै बाँसको चोयाहरूको अर्गानिक बनावटीका डिजाइनहरूले सजावट र झकिझकाउ भएको ठाउँ रहेछ। सब अर्ग्यानिक, कुर्सी टेबलहरू पनि अर्ग्यानिक रहेछन्। वाउ, धारो झन् कति अर्ग्यानिक बहिनी, धारा झन् कति अर्ग्यानिक। बन्द गर, अब भयो, बन्द गर, बन्द गर। सोचे भन्दा बढी नै राम्रो ठाउँ रहेछ।
अर्ग्यानिक धारा हेर्नुहोस् न ढुङ्गाबाट कति मजाले पानी सबै दृश्यहरू चाहिँ समेटेर बनेको ठाउँ रहेछ क्या समेटेको ठाउँ पुलहरू अर्ग्यानिक पुल भाइ अर्ग्यानिक पुलमा हिँड्न त थाम्छ होला हजुर ए हेर्नुहोस् यस्तो यत्रो ढुङ्गाहरू मधेसमा देख्दाखेरि तराई भागमा देख्दाखेरि त पहाडै पुगेको अनुभव पो हुँदो रहेछ ल हेर्नुहोस् ढुङ्गा यस्तो ढुङ्गा देख्दा त्यही माथि हिमालतिर बसेको चट्टानतिर बसेको अनुभव हुँदो रहेछ कति रमाइलो ठाउँ पर्ख माछाहरू खेलिरहेका माछी आयो पानीमा खेलिँदै म त आएँ रुखपातमा खेलिँदै भन्ने गानालाई यहाँ चाहिँ सही रहेछ माछा खेलिरहेको अनि रुखपातहरूमा छेलिँदै फोटोहरू लिन पाइने ठाउँ ल भाइ नगर लड्छ मूर्तिहरू ढुङ्गैले कुँदिएको ढुङ्गैले बनेको आऊ बाबु आऊ आइसक्रिम किल्लेर आएको भाइ हाई भन् त हाई भन्न हाई भन् देखिन्छ लडिन्छ अलिकति हुइल चकायो उचाल्दै गर होइन तैँले जान्नस् उचाल्नुपर्छ क्या तलबाट हो त्यसरी झरिन्छ नि पानीमा लट्ठी पनि चाहियो भाउजू लट्ठी ल्याउनु ल किनभने नि उत्रिनु पर्छ हजुर यो त नि वास यो के हो के छ नि यसको अर्थ हो यो मूर्तिको अर्थ चाहिँ खोइ के होला नि यो अर्थ यस्तो यस्तो मूर्तिहरू यहाँ हेर्नु यो मूर्तिको अर्थ के हो थाहा छ तपाईँलाई त्यहाँ लेखेको छैन सुगर हो पर्ने यहाँ कसरी कहाँ बस्छु न उतै पो जानु बेलाको त कहाँ एक दुईवटा भाउजूको भिडियो बनाइदिन्छ हो सेलायो खाऊ सेलाउनु सेलाएपछि मिठो हुन्छ
पोखिन यो प्लेटै लिनु न यो हाल्दैन सन्देश पोखिन्छ नि त्यतिकै खल्नु छ खल्नु हुँदैन यो हाल्नु हो नि त ब्राउन सुगर होइन हो यो त कफी सुगर हो त्यसले पिठो चम्चा ट्याक्क चम्ची यहाँ राख्नु त यो त त्यहाँ बसेर फोटो खिच्नु पो पर्थ्यो कफी क्या ट्याक्क लाएर चाहिँ लाउनु बुवाको है हिँडै उतै जाउँ अहिले भिडियो बनाउनु हिँड चल्दैछ ऊ यहाँ बसेर खाऊ न त नभए पिङ कहाँ लडिन्छ लडिन्छ यो के यो यस्तो उचाल्न सक्छस् भाइ यहाँ बसेर खाँदा हुँदैन हुन्छ हुन्छ ल यहीँ बसेर खाउँ खानु पर्यो भाइ